झरी र बतास जस्तो का चल्छ हावा का उडाउँछ जसको अर्थ मेरो सौतिनी आमा र म एक्लो छोरी कसको नपर्छु यता न उताको यसको कथा मेरो आफ्नो कथा मेरो झरी र बतास जस्तो का चल्छ हावा का उडाउँछ जसको अर्थ मेरो सौतिनी आमा र म एक्लो छोरी कसको नपर्छु यता न उताको यस्तो कथा मेरो सौता आमा र छोरी म अनि घरको दलिन 18 वर्ष भयो म हुर्किसके आमा आइनिन् म एक्लो छोरी उनको जुन आमा पहिला गाथिन् जे घरमा हुन्थ्यो थाहा हुँदैन थियो बाउलाई पनि मलाई डर लाग्थ्यो भन्दैन थिए म कसलाई पनि आत्मविश्वास निकाले एक दिन बाउला भन्ने लाथे त्यही बेला आमा आइन् च्या समातिन् हातलाई बानिन् चिचाउन खोजे म फोन राखी मेरो मुख चाटिन् बाहिरकी सारी ननिकालो पट्टी मुखमा बानिन् अब त राम्रोसँग सुन्न तैले नत्र भनी जे मैले गर्छु त माथि बोल्दैन जीवनभरि म कोही बोलिन कसले सुन्छ मेरो चिचाइने यस्तै 2 वर्ष बित्यो समय छिट्टै चले पनि बहिनी चाहिँ पढ्न जान्थे पढ्न मन थियो मलाई पनि म घरमा काम गर्थे दिनभरि घरमा वरिपरि तर केही नगरे जस्तो भन्ने गर्थे नाना थरी म आफ्नो कथा मेरो झरी र बतास जस्तो का चल्छ हावा का उडाउँछ जसको अर्थ मेरो सौतिनी आमा र म एक्लो छोरी कसको नपर्सी यता न उताको यस्तो कथा मेरो म आफ्नो कथा मेरो झरी र बतास जस्तो का चल्छ हावा का उडाउँछ जसको अर्थ मेरो सौतिनी आमा र म एक्लो छोरी कसको नपर्सी यता न उताको यस्तो कथा मेरो एक दिन थिए घरमा एक्लै आफ्नै मामा घरमा आथे म काम गर्दै थिएँ उनी केही नबोले भित्र पसे म भने मामा आज घरमा आमा हुनुहुन्न मामा नसामे थिए भने आएको अर्कै कामले मामा त जिस्किरहन्थे केही नसोची काममा लागे म बोले मामा आज यतै बस्ने भन्न थाले ऊ नजिक आए एक्कासी मलाई अङ्गालो हाले आतिन थाले जसो तसो आफै निस्के बागे चिचाउन लाथे उनले कपाल समय भित्र ताने ढोकालाई बन्द गरे मुख थुनेर बेहोस पारे दैवले सुनेन नबुझे मेरा आफन्तले एक्कासी बिउजेर म बेलुका बल्ल होसमा आए कपडा के थिएन ज्यानमा नाङ्गो शरीर खाटमा थिए म रोए कराए दुखी जीवन बाँकी भए आँसुले गाला चिसो गराउँदै म बाहिर गएँ मामाले भने म फोटो हाल्छु कसैलाई भने म केही बोलिन फर्की फेरि आफ्नै कोठा आएँ सोचाइमा परे अनेक थरी मैले सोच्न थालेँ जति गरे नि आज आएर मैले यस्तो पाएँ आमा नभएको छोरी आज मैले पासो बाने जे मैले भोगेँ त्यसले गर्दा मैले पासो बाने आमा नभएको छोरी आज मैले पासो बाने जे मैले भोगेँ त्यसले गर्दा आज पासो बाने